आइसा तिमीलाई अहिले झापामा चाहिँ चुनाव बालेनले कि केपीले जित्छ जस्तो लाग्छ? मलाई लाग्छ बालेनले। किन? किनकि अहिले सबै युवाहरू माग्दैछ त्यही बालेन। कृष्ण, अहिले झापामा चाहिँ केपीले कि बालेनले जित्छ जस्तो लाग्छ चुनाव? अब मेरो तर्फबाट हेर्दा चाहिँ बालेनले जित्नुपर्ने जस्तो लाग्छ। अब त्यहाँ केपीको त आफ्नै क्षेत्र भएको कारणले त्यहाँका जनताले अब कसलाई चुन्न चाहन्छन् त्यही अनुसार नै हुन्छ। मेरो लागि त बालेनले जिते राम्रो। समीक्षा, अहिले झापामा चाहिँ चुनाव कसले जित्छ जस्तो लाग्छ तिमीलाई? बालेन। किन? अब अहिले केपीले धेरै दौड गरेको छ, त्यही भएर अहिले जेएनजीको माग नै भनेको बालेन हो। प्रकृति, तिमीलाई चाहिँ अहिले झापामा चाहिँ केपी र बालेनमा चाहिँ कसले चुनाव जित्ला जस्तो लाग्छ? बालेनले जित्छ। किन? किनकि अब बालेन अब युवा अब अलि जल्दो बल्दो खालको भएकाले। सुदीप, अहिले हाम्रो झापामा चाहिँ केपीले कि बालेनले चुनाव जित्नुहुन्छ जस्तो लाग्छ? मलाई चाहिँ लाग्छ भरसक बालेनले जित्छ होला। किन? किनभने अहिले धेरै नै बालेनको चहल पहल बढेको छ, त्यसकारण। नमुना, तिम्रो विचारमा झापामा केपीले जो जित्छन् होला कि बालेनले? अब सबै साथीहरूले बालेनै भन्नुभयो, मलाई पनि बालेनले नै जित्छन् जस्तो लाग्छ। किनभने अब अहिलेको एकदम जल्दो बल्दो सबै जेन्जी युवाले रुचाएको पनि उहाँलाई नै हो नि त, त्यही भएर त्यस्तै लाग्छ।